हेलो सेवा नमस्ते फेरि पनि म सानो मिनी ब्लग लिएर आइसकेको छु हरेका अनि त्यसपछि यहाँ चाहिँ छ के अरे चुला सानो मेरो सासू मम्मीले बनाउनु भएको जाडो महिनाको लागि अनि त्यसपछि म चाहिँ यहाँनिर सानो कम्तीमा ट्याक्कसँगले चामल चाहिँ हिजो नै अब पखालेर सुकाइरहेको थियौँ अनि त्यसपछि आज चाहिँ भुट्ने क्रम चलिरहेछ होइन। अनि अब मेरो छोरीको लागि चाहिँ लिटोको लागि होममेड लिटोको लागि चाहिँ मैले आफै नै अब बनाएर खुवाउने गर्छु नि त। अनि आज चाहिँ मैले सेयर नि गरेको फेसबुकमा। अनि त्यसपछि चामल भुटेर यतिको रातो बनाइसकेपछि चाहिँ अब हामीले ग्राइन्डर गर्नुपर्ने हुन्छ। अनि ग्राइन्डरको लागि सबै रेडी छ। अनि यो चाहिँ हाम्रो बारीको साग अघि मम्मीले टिप्नु भएको। अनि यो रहेको छ चना मटर। अनि यो पनि ग्राइन्डर गर्नुपर्ने हुन्छ है। अनि म चाहिँ यो पनि मिसाउने गर्छु नि त। अनि मकै भटमास पनि मिसाउँछु। अनि त्यो चाहिँ अहिले आउँछ पालो। अनि अहिले चाहिँ यति नै रहेको छ। अनि चामल चाहिँ मैले पिनेर यतिको गरिसकेको छु। यो चाहिँ चामलको पिठो छ है, यतिको बनाइसकेको छु। अनि त्यत्रो चामलको अनि अब रहेको छ त्यो चुरोहरू चामलको। अनि फेरि यसलाई मिक्सर गर्दै अनि ग्राइन्डर गर्दै फेरि यसरी छान्दै चाल्नीले छान्दै त्यस्तो गर्दै 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 अनि राख्नुपर्ने हुन्छ। अनि यो चाहिँ चुरो यति रहेको छ। अहिले यसलाई फेरि ग्राइन्डर गर्नुपर्छ। अनि यो चाहिँ रहेको छ चना मटरको ग्राइन्डर। अनि त्यसपछि अब रह्यो मकै भटमासको पालो। अनि मकै भटमास चाहिँ भुटेर हिजो अस्ति नै भुटिसकेको थियो नि त। अनि अब त्यसको पनि यस्तो भएको छ हरेक। अनि यो चाहिँ चुरो त्यसको अब तिनीहरूलाई फेरि मिक्सर गर्नुपर्ने हुन्छ, ग्राइन्डर गर्नुपर्ने हुन्छ। अनि त्यसपछि तिनवटा यतिको भएको छ। तर यो चाहिँ कस्तो भयो भने चना मटर चाहिँ मैले अलिक भिजाएर उसिनेर सुकाएको थिएँ नि त। अनि अलिअलि पानीमै गरेको कस्तो फसफस भइरहेछ, त्यसलाई अब सुक्नु छोडिदिन्छु। अनि मेरो लिटो रेडी। नमस्ते।